हेलो वेलकम टु माई भ्लग। आज चाहिँ हामी मुस्ताङ जान आँटेको, त्यही भएर हामीले आज चाहिँ बुलेटको लागि यस्तो ब्याग नि रहेछ। फर्स्ट टाइम बोकेको यो ब्याग। अब प्लान चाहिँ मुस्ताङ जाने हो क्या अरे। भयो भने चाहिँ अप्पर मुस्ताङ नि भेट्छ। अनि आज चाहिँ हामीसँग नि स्पेसल गेस्ट छ सुरेशको। हाम्रो स्पेसल गेस्ट सुनिल दाइ छ। उहाँको चाहिँ हलनचोकमा न्युज ट्याटु भन्ने पसल छ। दाइले गरेको यो सब ट्याटुहरू यो गरिदिनु भएको। त्यही भएर आज चाहिँ दुईवटा बाइक जाँदैछ मुस्ताङमा। दाइको नयाँ 350 क्लासिक अनि मेरो पुरानो 350 क्लासिक। अब चाहिँ एडभेन्चर स्टार्ट भयो। ल लेट्स गो। ल है त ल लेट्स गो। ल हामी अस्ति बेला चाहिँ यो झन्डा सानो थियो, अहिले यत्रो ठुलो भएर रहेछ। हेर्नुहोस्, आउनुहोस् मुस्ताङको बाटोमा शीतल हुने रहेछ। हेर्नु त ऊ पहिला मैले त्यहीँ मुनि स्विमिङ गरेको, अब त भित्र जानै मिल्दैन। कस्तो ठुलो हो क्या यो फोटो खिच्नु तपाईँहरूको। यो चाहिँ हाम्रो सेकेन्ड ब्रेक हो। अब एडभेन्चर त एडभेन्चर भयो। बेनीमा चाहिँ पानी परेको थियो अलिअलि हल्का, ठिकै भएर यतातिर चाहिँ पानी परेको छैन। हामी अहिले चाहिँ यो रुप्से झर्नाको अगाडि हो कफी पिउँदै। अनि अब हाम्रो उहाँ भाउजूको जुत्ता बिग्रियो, हाम्रो यहाँ दाइको चस्मा उड्यो। कफी खाँदै अब एकछिन रेस्ट गर्दै जुत्ता बिग्रियो, चस्मा हरायो। अब के हुन्छ, रमाइलो भइरहेछ। रमाइलो हुँदैछ, एडभेन्चर हुँदैछ। पछाडिदिनुहोस् हाम्रो भ्यू त्यस्तो छ। यो क्याफे चाहिँ मेरो साथीको हो है। के छ सुल्टी यस नाम? रुप्से क्याफे मेरो साथी हो यो। बस यहाँ आयो भने आउनुहोस्, यहाँ राम्रो रहेछ क्याफे। डे 2 मा चाहिँ हिजो जस्तै छ। सुनिदाई छ, सुनिदाको बुढी दाइहरूले लसुन अदुवा खाएको छ क्या अरे। अब माथि अब कस्तो कस्तो हुन्छ कन्डिसन थाहा छैन। हाम्रो बाइकको कन्डिसन हिजो सफै थियो, अहिले हेर्नुहोस् यस्तो भइसकेको छ। माथि गएर झन् मैला हुने भयो बाइक, माथि झन् धुलो धुलो छ। अब हेरौँ कति माथिसम्म पुग्छ। ल लेट्स गो।
कन्डिसन यस्तो भयो फुटेज पनि छ फुटेज पनि म एकछिनमा देखाउँछु तपाईँहरूलाई बुझ्दै हेर्नु त मुनि मजा भनेको त्यहाँ बाटो बाटो हुँदैन धुलै धुलो हुन्छ बाइकको हाल्नु बाइक पनि ओइ त्यस्तो त गर राउन्ड भइसक्यो मैला भइसक्यो अब त मैला भइसक्यो केटी चाहिँ भगर यत्तिकै नहुन्छ अब अझै छ जान बाटो त्यहाँ कस्तो उ त्यो पाउडरवाला रहेछ ल अब उतै गएर भेट्छ कति त्यस्तै 11 बजेबाट हिँडेको वहाँबाट हिँडेर अहिले 4 बज्यो अनि यस्तै बाटो थियो यस्तै बाटो भनेपछि 11, 12, 1, 2, 3, 4 5 घन्टासम्म हामी यस्तै बाटोमा हिँडेछ अझै नि बिचमा हो कि सुरुमै हो कि हामी त कता कता आए जस्तो लाग्छ जस एडभेन्चर चाहिँ राम्रै भइरहेछ हात चाहिँ झुन्न हुन्छ जस यहाँ माथि आउँछ भने चाहिँ यस्तो बुलेटहरू यस्तो के भन्छ पल्सरहरू नल्याउनुहोस् त्यस एक्सपल चाहिँ लिएर आउनुहोस् अथवा अलिकति सस्पेन्सन राम्रो भयो लिएर आउनुहोस् रमाइलो हुन्छ नत्र त यही हाम्रो जस्तो हुन्छ यहाँ हेर्नु न सिङ्गल आउनु पर्यो है कि अलिकति सक उठाएर राम्रो सस्पेन्सन हान्नु पर्यो सिङ्गल आउनु पर्यो कि सिङ्गल आउनु पर्यो डबल मात्र नआउनुहोस् यस्तोमा तर भ्यू हेर्नु न भ्यू हेर्दै हेर्दा जान्छ त्यहाँ सुस्तरी आउनुहोस् भ्यू हेर्दै आउनुहोस् रमाइलो छ आउँदा वान्स इन अ लाइफ टाइम एक्सपिरियन्स एक्सपेक्टेसन मिट भयो कि भएन एक्सपेक्टेसन त कस्तो छ होला त्यो ठाउँ अब हो नि त हो न एक्सपेक्टेसन त यसले नै जित्यो नि अब लोमङ थाम त अब जस्तो मस्तो छ कि होइन अब त्यो त जस्तो भयो नि बस त्यो त मलाई मतलब छैन तर यसले जित्यो क्या यो भ्यूले अब यस्तो भ्यू तपाईँले नेपालमा कतै नि देख्न सक्दैन क्या त्यो हो क्या त्यो हो नि त एक्सपिरियन्स इट्स नट अबाउट द डेस्टिनेसन इट्स अबाउट द जर्नी भन्छ नि यो हो क्या यस ल वी सी यु एट लोमङथाङ अलिकति गिफ्ट छ हेर्नुहोस् आज हामीले के अरे भर्खर मान्थ्यौँ नि हामी लयौँ अब ल हामीले गिफ्ट पायौँ है त गाइज
ल हामी चाहिँ अप्पर मुस्ताङ कटेर नि यो बोर्डरको छेउको यो लोमाङथान भन्ने एरियामा बल्ल आइपुग्यो त्यस्तै मुस्ताङबाट कति 11 12 1 2 3 4 5 6 घन्टा जति लाग्यो जस यहाँ चाहिँ एक्सपिरियन्स वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स मैले अघि नै भने जस्तो हुने रहेछ बाटोहरू चाहिँ सब अफ रोड हो तर भ्यूले गर्दा चाहिँ राम्रो देख्छ अब चाहिँ यस्तो छ मेरो कन्डिसन अब चाहिँ सफा भएर यसो रिल्याक्स गरेर बस्छ हामी ल थ्याङ्क यू यो चाहिँ पहिला यहाँको मुस्ताङको राजा बस्ने घर हेर्नुहोस् यस्तो छ यहाँको राम्रो रहेछ ल आज चाहिँ हाम्रो डे 3 हो हामी स्टिल लोमङथाङमा छ आज चाहिँ लामो राइड हुन्छ 10-11 घन्टा जति लोमङथाङको यो भ्यू हेरेर राम्रो लाग्यो पछाडि हाम्रो यो रोयल एनफिल्ड सब त्यो कुनाको दाइहरूको टोरमा रहेछ 14 दिनको टोर रहेछ ल आज चाहिँ जोस् हुन्छ 10-11 घन्टा ट्रिप डे 3 मिनी रोड ट्रिप यो चाहिँ ल हाम्रो बसेको होटल चाहिँ यो राम्रो रहेछ होटल यहाँ आउनुहोस् राम्रो रहेछ होटल यो पनि राम्रो देखिने रहेछ रमाइलो रहेछ ल आज चाहिँ हामी पोखरा फर्किने भनेको तर लोमङथाङबाट हामी यहाँ बोर्डर आयो थ्याङ्क्स टु सुनिललाई यो चाहिँ सुनिलदाईको विस हो जस यो हाम्रो 3 ट्रिप चाहिँ रमाइलो भएको छ सब सुनिदाले गर्नुभएको सब सुनिदाले अर्गनाइज गर्नुभएको अनि तपाईँको फ्री चाहिँ कस्तो छ सुनिदा यहाँसम्म आएर रमाइलो धन्न आउन सकियो आउन पाइयो भनौँ न हजुर नआउने कुरा थियो मजा आउँछ ल अब चाहिँ हामी एकछिन घुम्छौँ त्यसपछि जान्छौँ यही हो पिल्लर होइन यो बोर्डरको नेपाल